छोरा ज्ञानबाट बुवा खाना लगाएर खासो मजाकको साथमा गरिसक्नु भएको छ। यसै गरी संजोग लाफा मगरज्यूलाई पनि खाना लगाएर विदाई गरिसक्नु भएको छ। यसै गरी हाम्रा हायासी श्रीमती हायासी ज्यू पनि हातमा खादा र उपहार लिएर अगाडि बढिराख्नु भएको छ र उक्त खादा लगाएर विदाई खादा लगाएर विदाई गरिसक्नु भएको छ।